मान्छेहरू यहाँनिर चाप देख्न सक्छौँ हामीले विभिन्न ठाउँहरूबाट आइपुग्न सकिने रहेछ यो ठाउँमा कागले मुखमा केही च्यापेको हामीले देख्न सक्छौँ फ्ल्यागको अवस्था चाहिँ अलिकति दयनीय रहेछ सो आज चाहिँ हामी कागेश्वरी महादेव टेम्पल जाँदैछौँ जुन चाहिँ यता मनोहरा साइड यो साँखु जाने बाटोतिर पर्छ कागको पनि मूर्ति यस्तो एउटा बनाइएको छ जुन चाहिँ अलिकति फेमस छ भाइरल पनि भएको थियो आज यसो डुल्नले जाँदैछौँ अन द वे के कस्तो हुन्छ म यसो देखाउँदै हिँड्नेछु रेड लाइटमा हामी रोकिएको छौँ पुरानो बान्सो चोकमा यहाँनिर जाँदै गर्ने क्रममा मैले यहाँ के देखेँ भन्दाखेरि हङकङ बजार लेखिया रहेछ यहाँनिर हामी हङकङतिर आइपुग्दैछौँ कि क्या हो सो हामी चाहिँ अब राइट 32 पुतलीको बाटो हुँदै चाबेल बौद्ध हुँदै हामी जान्छौँ टुवर्ड्स कागेश्वरी मनोहरातिर सो यो चाहिँ अहिले हामी 32 पुतलीको बाटोबाट जाँदैछौँ अहिले बाटोको कन्डिसन चाहिँ आज स्याटरडे आज खाली छ हामी द्वारिकातिर आइपुग्यौँ बाटो त्यति जाम त छैन अहिलेसम्म अलिअलि ट्राफिक स्टप्सहरूमा चाहिँ हो हाम्रो लागि ग्रिन लाइट पनि बलिसकेको छ त्यहाँ अगाडि सो लेट्स सी अब कति टाइम लाग्छ हामीलाई हाम्रो डेस्टिनेसनसम्म पुग्नलाई गुगल म्यापमा चाहिँ 47 मिनट्स देखाएको छ अब हामी जाँदैछौँ एक्चुअल टाइम चाहिँ के छ अहिले 3:41 भयो अब पुग्दाखेरि कति टाइम हुन्छ त्यो पनि म देखाउँछु सो अहिले चाहिँ हामी यहाँ बौद्धतिर प्रस्थान गऱ्यौँ चाबेल चोकबाट यो चाहिँ भाटपट्टि नै हो जुन चाहिँ अस्ति जेएनजीको आन्दोलनमा यो जलाइएको थियो अहिले यो रिस्ट्रक्चरिङ यो जस मेन्टेनेन्सहरू वर्कहरू भइरहेको छ अहिले हामी बौद्धतिर लाग्दैछौँ यो हाम्रो हायत होटल यो पनि सायद अहिले क्लोज्ड अवस्थामै छ बिकज अस्ति आन्दोलनमा तोडफोड भएको थियो अहिले हामी टुवर्ड्स बौद्ध लाग्दैछौँ आज एज कम्पेयर टु युजुअल डेज अलिक कम नै छ ट्राफिक स्याटरडे अलिकति छुट्टीको दिनमा मान्छेहरू बौद्ध आउनुहुन्छ ह्यापनिङ ठाउँ नै छ त्यही भएर पनि हो अहिले हामी ठ्याक्क बौद्धको गेट अगाडि अलिकति जाममा देख्न सक्छौँ हामी सो बौद्धको इन्ट्रेन्स गेट चाहिँ यही छ मान्छेहरू यहाँनिर चाप देख्न सक्छौँ हामीले उता पारि पनि क्रस गर्न ठिक्क रेडी हुनुहुन्छ सो यो चाहिँ हो जोरपाटी चोक यता लेफ्टबाट चाहिँ हामी सुन्दरीजल पनि जान सकिन्छ र स्ट्रेटबाट हामी साँखुतर्फ जाने हो सुन्दरीजल जाने बाटो चाहिँ यो छ अब हामी स्ट्रेटबाट जान्छौँ गोकर्ण फरेस्ट रिसोर्टको गेटको अगाडि हुँदै हामी ट्राभल गर्दैछौँ टुवर्ड्स साँखु तर हामी साँखु पुग्नु पर्दैन साँखुभन्दा वरबाट हामी यसरी गागल फेदीबाट गागल डाँडातिर तर्फ हामी लाग्ने त्यतातिर देखाएको छ हामीलाई गुगल म्याप्सले चाहिँ त्यही कन्टेक्स्टमा हामी हिँड्दैछौँ सो यहाँनिर पनि हामीले देख्न सक्छौँ सायद हामी जाने स्थानतिरै लाग्दै हुनुहुन्छ होला उहाँहरू पनि घुमघामको लागि जस अलिकति त्यो ठाउँ अलिकति भाइरल पोइन्ट जस्तो भएको छ सो कागेश्वरी महादेव टेम्पल जाने बाटो चाहिँ यस प्रकारको छ ढलानहरू गरिएको छ र वर्क्सहरू पनि भइ नै रहेको छ यता ड्रेनेजहरूको काम भइरहेको जस्तो छ यहाँनिर बाटो राम्रै छ म्याप्स हरायो नि त मेरो त सो रिसेन्टर गरेको छु फेरि मैले मेरो म्याप्स यहाँनिर अलिकति बाटोको सञ्जालहरू अलिकति यताउताबाट आएको हुनाले गर्दा कन्फ्युजिङ हुनसक्छ त्यही भएर म्याप्सै लगाएर हिँडिरहेको छौँ हामी बाटोहरू त राम्रो पक्की बाटोहरू ढलान गरेकै बाटोहरू थुप्रो रहेछ सो यहाँ उहाँहरू पनि सायद मन्दिर गरेर आउनु होला यहाँनिर नर्मल्ली अहिलेको युथ्सहरू हाइक पनि गर्न रुचाउनुहुन्छ हाइकिङ गरेर पनि आउनुहुन्छ तलबाट अनि हाइकिङ गरेर डे स्पेन्ड गरेर पनि फर्किनुहुन्छ यहाँबाट हामीले भ्यू पनि देख्न सक्छौँ मजाको छ सो हामी पुनः लाग्नु जस्तो छ गुगल म्याप्सले यहाँ देखाए अनुसार बाटो चाहिँ राम्रो रहेछ सबै ढलानहरू गरिएको सायद पानीहरू बग्ने भएर पनि होला यहाँनिर स्टेहरू रेस्टुरेन्टहरूको लागि निकै संरचनाहरू बनिरहेको छ त्यहाँनिर एउटा मैले गेट पनि देखेँ सायद यो गेटै पनि हुनसक्छ टर्न लेफ्ट रे सो यो हुनसक्छ हाम्रो मन्दिरको प्रवेशद्वार छ यो ब्रदर सुन्नु न यो मन्दिर जाने यतैबाट हो यतैबाट हस् धन्यवाद
सो मन्दिरको प्रवेशद्वारबाट छिरिसकेपछि चाहिँ अलिकति अफ रोड जस्तो छ यहाँनिर भ्यू हामीले देख्न सक्छौँ रमाइलो छ अलिकति पानीले बाटो कटान भएको छ तर त्यस्तो एकदम गाह्रो पनि एकदम अप्ठ्यारो चाहिँ छैन इजी नै छ सो गुगल म्यापले हामीलाई भनिसकेको छ यु हेभ रिच्ड योर डेस्टिनेसन भनेर पार्किङ गर्ने ठाउँहरू पनि यही नै होला यही हो जस्तो लाग्यो मलाई सो यहीँ राख्दिनु पर्ला मोटरसाइकल चाहिँ सो वी हेभ रिच्ड आवर डेस्टिनेसन अब त्यहाँनिर कस्तो छ स्थान चाहिँ देखाउने छु काठमाडौँ भ्यालीको दृश्य हामीले यहाँबाट देख्न सक्छौँ सो यो चाहिँ हाम्रो कागेश्वरी महादेव मन्दिर आउने इन्ट्रेन्स छ त्यहाँबाट चाहिँ यसरी स्टोन पाथ ले गरिएको रहेछ र यहाँनिर आउनुलाई सहज होस् भनेर यहाँनिर एकदम रमणीय छ दृश्यहरू एकदम शान्त छ इन्भाइरोमेन्ट एकदम ग्रिनरी सबै यहाँनिर धेरै मान्छेहरू आउनु हुँदो रहेछ विकेन्डमा यसो रमाइलो गर्नलाई यसो नेचरसँग मिसिनलाई चाहिँ यहाँनिर युथहरू पनि निकै आउनु हुँदो रहेछ र यहाँ एकजना बाले हामीलाई भर्खर भन्नुभयो अनुसार चाहिँ यहाँ तलबाट यो आला पोर्ट भन्ने ठाउँ रहेछ त्यहाँबाट हाइक गरेर पनि आउन सकिन्छ भनेर जानकारी गराउनु भयो यहाँ तल छ त्यो चाहिँ यहाँबाट भर्याङको पाथ नै छ यहाँनिर यसरी स्टोनको भर्याङहरू गरेर बनाएर पाथले गरेको छ सो हामी एक दुईजनासँग गफ गर्दै गर्दै हामी अघि बढ्दैछौँ टुवर्ड्स कागेश्वरी महादेव मन्दिर जुन चाहिँ अब अहिले राम्रो छ यहाँनिर व्यवस्थित रहेछ यो ठाउँ पनि यहाँनिर धेरै जसोहरू त आइसक्नु भएको होला धेरैजनाहरू आइ नपुग्नु भएको पनि हुनसक्छ आइ नपुग्नु भएकोहरूलाई चाहिँ यो ठाउँको जानकारी मैले गराउन चाहेँ एकदम राम्रो छ टाइम मिलाएर आउनु होला एकदम शान्त छ वातावरण स्याटरडे सन्डे अहिले छुट्टी भएको दिन आउनुभयो हुन्छ यहाँनिर पाथहरू एकदम राम्रो लेड आउट भएको छ हामीलाई कागले डिरेक्सन दिए अनुसार कागेश्वरी भनेर पनि नाम प्रख्यात छ उतापट्टि डिरेक्सन दिनुभएको छ र यहाँनिर पनि स्टोनले पाथ लेआउट गरिएको छ सहजताको लागि र स्टेप्स हरेक स्टेप्समा भगवानहरूको मूर्तिले हामीलाई वेट गरिरहनु भएको छ र डिरेक्सनको सेन्स पनि दिइरहनु भएको छ नन्दीको मूर्तिहरू सायद पुरानो मूर्तिहरू नै छ यहाँ शिवलिङ्गहरू छ यहाँनिर आउने बाटोहरू चाहिँ विभिन्न ठाउँहरूबाट आइपुग्न सकिने रहेछ यो ठाउँमा यस्तो छ हामी त्यो तलबाट हामी यहाँ माथि आइपुग्यौँ मन्दिर चाहिँ यहाँ छ झरनासँगैमा नेचुरल झरना यहाँनिर क्यामेराले त अब जस्टिफाई गर्छ कि गर्दैन तर निकै शीतल हावा पनि आइरहेको छ त्यो झरनाको पानी सँगसँगै अहिले चाहिँ अब अलिकति बर्खाको समय भएर अलिकति फोहोर पनि पानी देख्न सकिन्छ नभए शीतल शान्त एकदम नेचरको नजिक छ यो मन्दिर तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने डु भिजिट दिस प्लेस नआउनु भएकोहरू आउनु भएकोहरूलाई त जानकार छँदैछ होला यस्तो छ मन्दिरको परिसर सो अहिले चाहिँ हामी कागेश्वरी मन्दिरको परिसरमा छौँ जस्तै अब हामी चाहिँ कागेश्वरी मन्दिर भन्दै आइरहेको थियौँ कागेश्वरी महादेवको मन्दिर भन्दै आइरहेको थियौँ तर कागेश्वरी नरहिकन काकेश्वरी चाहिँ रहेछ जुन चाहिँ यहाँनिर एउटा हाम्रो यहाँनिर राखिएको एउटा पेम्पलेटमा पनि देख्न सकियो त्यो काकेश्वरी महादेवको मन्दिरमा आएर हामी दर्शन गर्ने चरणमा छौँ र हाम्रो यहाँको सराउन्डिङ चाहिँ यस्तो छ यो चाहिँ अब देखाउँ पनि भनेर राम्रो नेचरसँग मिलेको मिसिएको काकेश्वरी मन्दिरमा हजुरलाई स्वागत छ र यहाँनिर भित्र छ मन्दिर चाहिँ भित्रपट्टि छ सो यो चाहिँ हाम्रो इन्ट्रान्स थियो कागेश्वरी महादेव मन्दिरको अहिले हामी अर्को स्थानतर्फ लाग्दैछौँ उता माथि पनि एउटा ठुलो चराको एउटा प्रतिमूर्ति भएको ठाउँ छ हामी त्यहाँ जाने हाम्रो प्लान छ अहिले बाई बाई गर्दै कागेश्वरी महादेव मन्दिरलाई हामी अगाडि बढ्यौँ यहाँनिर चाहिँ एउटा तलको भ्याली देखिन्छ ऊ माथि चाहिँ हाम्रो चाँगुनारायण मन्दिर छ र त्यो उता हाम्रो भक्तपुर भइगयो बाटो चाहिँ अब यही बाटोबाट हामी अघि आएको थियौँ अलिकति पानीले अलिअलि कटान गरे पनि त्यस्तो अप्ठ्यारो छैन साधनहरू स्कुटरहरू बाइकहरू मजाले आउँछ र 4 व्हिल्स पनि आएको छ त्यहाँनिर त्यस्तो गाह्रो चाहिँ छैन अब हामी त्यहाँ अर्को स्थानतर्फ जाँदैछौँ त्यहाँनिर चाहिँ एउटा ठुलो चराको मूर्ति छ त्यहाँ भिडियोजहरूमा नि हेरेको छौँ त्यही ठाउँ जाँदैछौँ हामी अब यता लेफ्टबाट लाग्छौँ हामी अघि आएको यो बाटोबाट हामी लाग्ने चाहिँ लेफ्टबाट बाटो चाहिँ यहाँनिर आएर सिङ्गल लेनको भएको छ तर ढलान छ सहजै हुन्छ आउनलाई त्यही भएर ढलान गरेर पनि सजिलो बनाएको हुनाले गर्दाखेरि सहजै छ यो ठाउँ अब योसँग म चौथोचोटि आएको छ यो बाटो तर त्यहाँ कागेश्वरी महादेव मन्दिर चाहिँ म अहिलेसम्म आइपुगेको थिइनँ तर यो गागल डाँडा चाहिँ म 4th टाइम आउँदैछु जस्तै अब यस्तो अलिकति अफ रोड प्यासेजमा चाहिँ KTM 390 को पर्फर्मेन्स एकदम राम्रो छ सस्पेन्सन ट्रायल पनि यसको भन्दा 30 mm बढी छ त्यो मोटरसाइकलको र अलिकति ट्युनिङमा पनि त्यो अझ धेरै सफ्ट गर्न मिल्छ यो सियो मोटोको भन्दा सो त्यो चाहिँ अलिक कम्फोर्टेबलै हुन्छ
यसमा पनि अनकम्फर्टेबल त होइन, तर त्यो जतिको इजिली चाहिँ अलिकति हुँदैन भन्नाले। अब हुन त इन्डिरो ट्रेल्सहरू पनि गरेको छ इन्टरनेसनली यो मोटरसाइकलमा, गर्नै नमिल्ने त होइन, तर एज ए स्टक सस्पेन्सनहरू चाहिँ मेरो विचारमा चाहिँ केटिएमको अझ अलिकति ट्युनेबल र अलिक सफ्ट छ जस्तो लाग्छ। हामीले तलबाट आएको थियौँ कागेश्वरी महादेव मन्दिरबाट। यही स्थानलाई हेर्दै हेर्दै सोध्दै हामीले स्थानीयहरूसँग हामी आइपुगेका छौँ। यहाँनिर कागको ठुलो मूर्ति बनाइएको छ, निकै राम्रो बनेको छ र हामी हाम्रो डेस्टिनेसन आइपुग्यौँ। सो यो ठाउँ पनि अलिक भाइरलै छ। यहाँनिर कागको मूर्ति यस प्रकारको छ र कागले मुखमा केही च्यापेको हामीले देख्न सक्छौँ। र यता हाम्रो पार्क चाहिँ यस्तो छ, अलिक भाइरल पोइन्ट नै छ। यहाँनिर आज यसो रमाइलो गर्न फ्यामिलीहरू आउनुभएको छ। यहाँनिर अघिसम्म हामीले म्युजिकहरू पनि सुनिरहेको थियौँ। यहाँनिर चाहिँ आनन्दको रमाइलो ऊ तलसम्म आउने रहेछ आफ्नो साधनहरू, उहाँहरूले आफ्नो सामानहरू फर्काएर लाँदै हुनुहुन्छ यहाँनिर पिकनिकहरू गर्नु भएर। सो हामी यो स्थान पनि आइपुगेको छौँ। सो यो चाहिँ हाम्रो यहाँ कागेश्वरी महादेव मन्दिरभन्दा अलिक माथिको पार्क छ। यहाँनिर अलिकति भाइरल यहाँनिर क्रोको पनि स्ट्याचु पनि छ। यहाँ बिचैमा एउटा फाउन्टेन पनि रहेछ, तर अहिले चालु छैन। यहाँनिर फाउन्टेन माथि लेखिएको छ लोकतान्त्रिक शहीद वन उद्यान भनेर लेखिएको छ। भन्छ शहीदहरूमा समर्पित रहेछ यो उद्यान, यानि बगैँचा समर्पण गरेर बनाइएको रहेछ। राम्रो बनेको छ, धुपीको रुखहरूलाई कटिङ गरेर राम्रो सेप दिइएको रहेछ, राम्रो छ। यहाँनिर शहीदहरूको सम्झनामा यहाँनिर पार्क पनि बनेको हुनाले सायद यो नाम मलाई जहाँ लाग्छ जटायु पार्क हो कि के हो, तर मैले त कन्फ्युज हुन सक्छु। यहाँनिर एउटा राम्रो छानो हालेर ओत लाग्ने ठाउँ पनि बनाइएको छ, पानीको ट्याङ्की पनि रहेछ र फुल हाम्रो पार्कको दृश्य चाहिँ यस्तो छ। यहाँबाट ट्याक्क चराले फ्लाइट लिन लागेको जस्तो देखिन्छ। यहाँनिर यहाँ मान्छेहरू आएर टिकटकहरू बनाउने, भिडियोहरू फोटोहरू खिच्ने यहाँ गर्नुहुन्छ। यहाँनिर एकदम रमाइलो छ। अहिले चाहिँ साँझको बेला भएर पनि घाम नलागेर राम्रो देखिएको छ। क्रो पार्क चाहिँ यस्तो खाले छ, यहाँ फ्लाइट देख्न सकिन्छ। यहाँनिर हामीले देख्न सक्छौँ अलिकति फ्ल्यागको अवस्था चाहिँ अलिकति दयनीय रहेछ। यहाँनिर अब सम्बन्धित निकायले हेरेर यस्तो कुराहरू ध्यानमा दिनुपर्ने राम्रो होला। र प्लस अब हामी जस्तो सर्वसाधारणले पनि यसमा केही सहयोग गर्न सक्छौँ भने त्यो पनि राम्रै हुन्छ। अब अहिले आउँदा चाहिँ यस्तो देखिएकोले गर्दा यो चाहिँ मेरो एउटा पर्सनल रिजनिङ धारणा हो। अहिले हामी यहाँ क्रो पार्कमा छौँ। अहिले पानी पनि अलिक छिटाउन थालेको छ। सो अहिले चाहिँ हामी फर्किँदैछौँ गागलफेदीको डाँडाबाट। सो यो कागेश्वरी महादेव मन्दिर र माथिपट्टि कागको एउटा प्रतिमूर्ति भएको पार्कबाट हामी फर्किँदैछौँ। अहिले बजेको छ 6:44, अलिक साँझ पर्दैछ तर उज्यालो नै छ। सो सी यु गाइस।